जोजलबा नमस्कार। म महेश श्रेष्ठ नेवार एकता समाजको वर्तमान म मनिष खड्गी खड्गी समाज धरानको अध्यक्ष र धरान उपमहानगरपालिका वडा नम्बर 3 को जनप्रतिनिधिको रूपमा कार्यरत छु। मेरो नाम भरतमोहन पलिखे। म पलिखे पर्यटन कल्याण समितिको सदस्य हो। अहिले चाहिँ म उपाध्यक्ष छु। हालले चाहिँ म त के अरे सिद्धिविनायक परिषदको चाहिँ पहिला म कोषाध्यक्ष 16 वर्ष गरेको। अहिले चाहिँ चन्द्र हलवाई नेवार देदबु कोशी प्रदेश महिला उपाध्यक्षको तर्फबाट फेरि पनि नमस्कार। नमस्कार, मेरो नाम ममता साकी। म धरान 10 मा बस्छु। म नेवार सांस्कृतिक उत्थान मञ्चको अध्यक्ष। झिङु समाजलाई चाहिँ राम्रोसँग हामीले साथ सहयोग सपोर्ट दिउँ भन्न चाहन्छु। टक्सार भुसुङ नेवार फलो धरानको अध्यक्ष। आज यो नेवार समुदायको संस्थाको रूपमा परिचित रहेको यो झिङु समाज छ। यो झिङु समाज आफैमा जुन जन्मिँदै गर्दा यसको आवश्यकता र यसको चाहिँ औचित्यताको सम्बन्धमा एउटा अत्यन्तै महत्त्वपूर्ण कुराहरू केही कारणले गर्दाखेरि नेवार समाजको निम्ति अत्यन्तै आवश्यक भएकै हिसाबले चाहिँ यो यसको जन्म भएको यसको इतिहास छ। जुन इतिहासलाई नै अहिलेसम्म कायम राख्दै झिङु समाजले नेवार समाजका चाहिँ समुदायका मान्छेहरूलाई चाहिँ जुन हिसाबले हिजोको दिनमा समस्या परेको थियो त्यो समस्यालाई नै मुखरित गर्दै अहिले दाह संस्कारको जुन एउटा आधुनिक दाह संस्कार गृहको रूपमा एउटा विकास गर्दै आइरहेको छ। यो एउटा धरानको सन्दर्भमा धरानका नेवार समुदाय र धरानकै जनताहरूको निम्ति पनि एउटा सकारात्मक र सराहनीय पक्ष देखा परेको छ हैन। र के देखिराखेको छ भन्दाखेरि चाहिँ विशेष गरेर झिङु समाजले चाहिँ जुन दाह संस्कार स्थल जुन सञ्चालन गर्दै आइरहेको छ यसलाई धरानको नै दाह संस्कार स्थल हो र धरान नगरपालिकाले यसलाई चाहिँ अपनत्व लिनुपर्छ। धरान उपमहानगरपालिकाको चाहिँ एउटा चाहिँ यो दाह संस्कार स्थलै भए पनि एउटा चाहिँ गहना हो, एउटा चाहिँ विशेषता हो भन्ने पक्षलाई चाहिँ अङ्गीकार गरेका कुराहरूलाई अङ्गीकार गर्न नसकेका कुराहरूलाई चाहिँ यो झिङु समाजको नेतृत्वले अगाडि बढाउनुपर्छ भन्ने एउटा पक्ष छ एकातर्फ। अर्कोतर्फ भने झिङु समाजलाई जुन हिजोको दिनमा समाजका नेवार समुदायहरू मिलेर एउटा संस्थाको रूपमा यसलाई विकास गरे जुन चाहिँ 2017 सालदेखिको कुरो छ र त्यसपछि यता आएर चाहिँ अब त्यहाँभित्र हुनुभएको अध्यक्षहरू जो हुनुभयो नरेश साक्टे, सुरेन्द्र मानी स्थापित, मोहन काजी, उहाँहरूको समयसम्म आइपुग्दाखेरि झिङु समाजले एउटा चाहिँ संस्थागत रूपमा एउटा विकास गरेर मात्रै नभएर त्यसलाई चाहिँ झिङु समाज नेवार समुदायको निम्ति अति आवश्यक संस्था हो भन्ने कुरोको सन्दर्भमा पनि विकास भएको पाइन्छ। र हिजोको दिनमा झिङु समाज एउटा चाहिँ अन्य संस्थाहरूको विकास भए सँगसँगै एउटा अपेक्षाकृत रूपमा चाहिँ विकास हुन नसकेर उपेक्षाको क्षेत्रमा उपेक्षा गरिएको संस्थाको रूपमा पनि रहेको थियो। तर अहिले पछिल्लो क्रममा जुन मोहन काजी साके र अब तपाईँ अब प्रेमजीहरू लगायत जुन भएर चाहिँ अहिले कार्य समिति छ यो समितिले झिङु समाजलाई चाहिँ आधुनिकीकरण गरेर लाँदै गरेको देखिन्छ। र त्यति मात्रै नभएर राज्यका चाहिँ अङ्गहरूसँग पनि तादात्म्यता कायम गरेर समन्वय गरेर झिङु समाजको दाह संस्कार स्थललाई विकास गर्ने क्रममा पनि लागेको पाइन्छ जुन सराहनीय पक्ष हो भन्ने लाग्छ। झिङु समाजको चाहिँ उत्तर प्रगति र शुभकामनाको कुरा राख्दै होइन म आफ्नो भनाइ अन्त गर्न चाहन्छु। शुभाया काठमाडौँ भ्याली सिकुटी भन्छ त्यसरी मरौमा चाहिँ सद्गत गर्दाखेरि समस्यालाई समाधान गर्न खोलिएको संस्था झिङु समाज आज जेठो सामुदायिक र सामाजिक र जातीय संस्थाको रूपमा दरिलो खम्बाको रूपमा समाजमा उभिएको छ। र पुरानो संस्था जसले चाहिँ संस्कृति अँगालेको छ, नेपालको संस्कृति नै नेवारको संस्कृति भन्ने मूल मन्त्र छ। नेवारको संस्कृति नभइदिएको भए
नेपालको संस्कृति पनि रहँदैनछ। हामीलाई त्यस्तो लाग्छ। र यो संस्थाको वार्षिक उत्सवको पूर्ण सफलताको पनि कामना गर्दछ र विशेष गरेर मेरा 2-3 वटा कुराहरू झिङ्गे समाजले चाहिँ यसो गरिदिए हुन्थ्यो जस्तो मनमा मलाई लाग्छ। अनि यो झिङ्गे समाजले परपूर्व कालदेखि नै जुन नेपाल सम्बन्ध सङ्घदल साङ्ख्यले स्थापना गरेको नेपालको आफ्नै मौलिक सम्बन्धलाई संरक्षण गरिरहेको छ। यसलाई निरन्तरता अगाडि बढाउने र यसलाई चाहिँ नेवारको मात्रै सम्बन्ध नभएर नेपालको मौलिक सम्बन्ध बनोस् भन्ने हितले विशेष गरेर वडा नम्बर 3 मा रहेको सङ्घदल शाखाको शालिगमा नै उद्घाटन अथवा समापन गरेर ठुलो ठाउँ र ठुलो एरिया भन्दा पनि यहाँबाट स्थापना भयो। वडा नम्बर 3 सांस्कृतिक वडाको रूपमा रहेको पनि छ र धरानको स्थापना आधुनिक धरानको स्थापना भएको पनि वडा नम्बर 3 मै भएकोले गर्दाखेरि त्यही सुरुवात त्यही चाहिँ कार्यक्रम सफलताका साथ सम्पन्न गरोस् भन्ने मलाई लागेको कुरा छ। र यो एक दिन मात्रै नभएर पहिले पनि राखेको थिएँ मैले सप्ताहव्यापी कार्यक्रमलाई नेपाल सम्वाद कसरी हेर्ने, नेपाल सम्वादलाई कसरी लेख्ने कला पनि सहित र सप्ताहव्यापी कार्यक्रम राख्थ्यो जस्तो लाग्छ मेरो सुझाव एउटा। र दोस्रो कुरा झिङ्गे समाजको अग्राइमा धर्मपन्त्र पहिले अत्रिधारा अहिले अपभ्रंश भएर खत्रीधारा भएको छ। सबैले खत्रीधारा नै भन्छ, अत्रिधारालाई भनेर चिनिँदैन पनि। खत्रीधारा अहिले झिङ्गे सप्ताहको नाममा प्रचलित भएको छ। अहिले रिजर्भ प्लान त्यसपछि अहिले भर्खरै आविष्कार केन्द्रबाट नयाँ प्लान प्रदेश सरकारको आएको छ। यसलाई चाहिँ झिङ्गे समाजले चाहिँ मात्रै भन्दा पनि यसलाई चाहिँ धरानकै नै गौरव र धरानलाई नै र यसले चाहिँ यो सप्ताहलाई चाहिँ राष्ट्रिय सभा पनि सप्ताहले गृहले चाहिँ प्रचलित र नाम चलिरहेको अवस्थामा चाहिँ यसलाई चाहिँ झिङ्गे समाजले आफ्नो समाजभित्र मात्रै नराखेर त्यसलाई बृहत् रूपमा समुदाय स्तरले सञ्चालन रहोस् भन्ने मेरो चाहिँ विशेष गरेर झिङ्गे समाजको नेतृत्व पङ्क्तिसँग अनुरोध गर्न चाहन्छु। र सांस्कृतिक रूपमा रहेका केही साना कुराहरूलाई समस्याहरूलाई जुन कुराहरू अहिले नेतृत्व तहले बुझ्न नसकेको पनि हुनसक्छ, ती नेतृत्व तहका साथीहरूलाई अब आउने नेतृत्वले साना कुराहरू युवाहरूको भावनाहरू समेटेर उनीहरूको मनोभावना बुझेर पनि अगाडि बढोस् भन्ने मेरो सुझाव दिन चाहन्छु। नमस्कार, मेरो नाम भरतमोहन पलिखे। म पलिखे पर्यटन कल्याण समितिको सदस्य हो। अहिले चाहिँ म उपाध्यक्ष छु। हाललाई चाहिँ म त के अरे सिद्धिनारायण परिषदको चाहिँ पहिला म कोषाध्यक्ष 16 वर्ष गरेको, अहिले चाहिँ म त उपाध्यक्ष छु। मैले झिङ्गे समाजको विषयमा बोल्नु पर्दा चाहिँ पहिला चाहिँ मैले सल्लाह दिनुपर्ने के कुरा छ भन्ने कुरा चाहिँ मलाई त्यति याद पनि छैन, मलाई त्यति थाहा छैन। तर के चाहिँ मैले भन्दा चाहिँ मैले के भने झिङ्गे समाजले चाहिँ भन्छ के छ भने नेवार धरानको सबै नेवारहरूलाई चाहिँ समेट्ने सबै समेटेर गर्नुपर्छ। सबै कार्यक्रमलाई जुनै पनि कार्यक्रम गर्दाखेरि सबै समेटेर गर्दा अहिले पनि गर्दैछ। जस्तै के छ भने अहिले पनि नयाँ सालको मनाउँदाखेरि गर्छ। जस्तै सिद्धिनारायण परिषदले पनि नयाँ साल के भन्छ गाई यात्राको कार्यक्रम आफै सबै नेवार बटुलेर गर्छ। त्यस्तै गर्नुपर्छ, काम गर्नुपर्छ भन्ने विचार जस्तो लाग्छ। अनि अरू के सुझावहरू छन् त? झिङ्गे समाजले के कसो गर्दा अझै राम्रो हुन्छ? मेरो विचारमा चाहिँ अब अरू गर्दा अरू चाहिँ मतलब के छ भने अब अलिकता के हुन्छ भने झिङ्गे समाज चाहिँ मतलब कुनै 2018 सालदेखिको हो कि त्यसमा के भने अलिक सामाजिक काम चाहिँ अलिक बढी गर्नुपर्छ जस्तो लाग्छ। किनकि हाम्रो के भने धरानको मुख्य नेवारहरूको चाहिँ के भने उहाँ नै होस् गाइड हाम्रो उयो हो। त्यसले गर्दा के भने उहाँले काम गरेर देखाउनुपर्छ कि यो काम गरौँ है भनेर सब मिलेर गर्दा राम्रो हुन्छ। तर यसको गाइड चाहिँ उहाँले गर्नुपर्छ चाहिँ नेवार सबै धरानको लागि। हामी यहाँ वार्ड नम्बर 10 मा आइपुगेका छौँ। यहाँले आफ्नो परिचय आफै दिनुहुन्छ। यहाँलाई झिङ्गे समाजले गर्नुपर्ने सुझावहरू, सुधार गर्नुपर्ने चिजहरू केही छन् भने भनिदिनुहुन्छ कि? नमस्कार, म चन्द्र हलवाई, नेवार देदबु कोशी प्रदेश महिला उपाध्यक्षको तर्फबाट फेरि पनि नमस्कार। झिङ्गे समाज हाम्रो धरानमा आजभन्दा धेरै वर्ष अगाडि गठन भएको त्यो संस्थामा अहिलेसम्म त कामहरू राम्रै भइरहेको छ। तर पनि मेरो मनमा लागेको कुरा हामी कोशी प्रदेश अथवा महिला उपाध्यक्षको हैसियतले भन्दाखेरि चाहिँ
त्यहाँ कति बितिरहेकोहरू दाजुभाइ दिदीबहिनी आमा बुवाहरू हुनुहुन्छ उहाँहरूलाई हाम्रो आजीवन सदस्यहरूलाई चाहिँ अब जति पोल्दाखेरि जति लाग्ने खर्च आजीवन सदस्यहरूलाई चाहिँ 50% चाहिँ डिस्काउन्ट गरेर 50% मात्रै लिएर गरिदिनु भयो भने हुन्थ्यो कि भन्ने हाम्रो चाहिँ एउटा सुझाव। अनि अर्को कुरा अब हाम्रो वार्ड नम्बर 3 मा भवन छ, त्यो भवनमा त्यसै गइरहेको 2-3 कोठा पनि छ। त्यहाँ अब कसैको घर नहुनेहरूले दाह संस्कार गर्नु पर्यो भने 12 दिनसम्म क्रियापूर्ति बस्नु पर्यो भने कसैको ठाउँ नभएको हुँदा त्यहाँबाट चाहिँ अब अहिलेसम्म मिटिङमा कुराहरू चाहिँ आइरहेको छ तर चालु भएको छैन। त्यो कुरालाई पनि निरन्तरता अबदेखि सुरु गरेर निरन्तरता दियोस् भन्ने यो पनि सुझाव दिन चाहन्छु उहाँहरूलाई। र अनि खलपुचाहरू जति पनि हाम्रो धरानमा नेवार खलपुचाहरू जति पनि छन् थुप्रै छन्। उहाँहरू आफ्नै कला, आफ्नै संस्कृति, आफ्नै भाषा आफ्नै लिएर अगाडि बढिरहनु भएको छ। नेवारहरूको एउटा संस्कार संस्कृतिको सहर पनि भन्न सकिन्छ हामीले धरानलाई। त्यस्तै गरेर त्यहाँ हाम्रो हलहरू पनि छ, त्यो हलहरूमा पनि थोरै पैसा सशुल्क थोरै लिएर भए पनि हाम्रो कला र संस्कृतिलाई अगाडि बढाउनको लागि झिगु समाजले पनि त्यो पहल गरिदिएर थोरै शुल्क लिएर त्यहाँ चाहिँ 1 महिना 2 महिना 3 महिनासम्म सिक्नेहरूलाई सशुल्क थोरै लिएर चाहिँ दिनुहुन भनी आग्रह गर्न चाहन्छु। धन्यवाद। गर्ने ठाउँ देखेको छुइनँ होइन। अब मेरीगोल्ड स्कुल अगाडि भएकोले गर्दाखेरि त्यहाँ पार्किङ धेरै समस्या छ, पार्किङ एउटा बनाउनु पर्ने छ। त्यसै गरेर झिगु समाजमा हामी खलपुचाका हामी धेरै खलपुचाहरूको नानीहरू सिकाउने होइन सांस्कृतिक कला पुञ्जहरू भएको मान्छेहरूको केटाकेटीहरूलाई चाहिँ त्यहाँ सिक्ने ठाउँ पनि दिनुभयो सहुलियत तरिकाले होइन, सशुल्क गरेर सहुलियत तरिकाले दिनुभयो भने धेरै राम्रो हुन्छ। गइन्छ स्कुटरमा जाँदा कतिवटा बाटो ढलपल भएकोले गर्दाखेरि त्यहाँको बाटोलाई चाहिँ के गरे हुन्छ कसरी गरे हुन्छ होइन, राम्रो चाहिँ बनाउनु सक्यो भने चाहिँ अझ धेरै राम्रो हुन्छ जस्तो लागेको छ। र अब भन्नुपर्दाखेरि चाहिँ सुधार भनेको यस्तै होला होइन। नमस्ते, म सुधीर कुमार ताम्राकार, धरान 3 हो। म चाहिँ आज झिगु समाजबारे अलिकति सानो शब्दहरू भन्न चाहन्छु। हामी पनि झिगु समाजमा आबद्ध भएर हिँडेको थियौँ। जमानामा झिगु समाजसँग हामी पुरानो झिगु लाखे समाजसँग जोडेर हिँडेको थियौँ र त्यसमा जोडेर हिँड्दाखेरि हामीले त्यो बेला स्याउतीमा दाह संस्कारको लागि हामीले 2टा दाह संस्कार पनि बनायो झिगु समाजकै सहयोगबाट। त्यही भएर अहिले हामी अब जुन झिगु समाजलाई सबैले नराम्रो दृष्टिकोणले मात्रै हेर्ने गर्छन्, राम्रो दृष्टिकोणले हेर्ने गरेको छैन। अहिले जस्तो दाह संस्कारमा अहिले नयाँ प्रविधिहरू बनाएर धेरै राम्रो डेभलप गरेको छ, त्यस्तै झिगु समाज अफिसलाई पनि अलिक राम्रो डेभलप गरेको छ। त्यसलाई सहयोग गर्नुको लागि म चाहिँ धरान 3 पुरानो बजारका झिगु समाजकै छिमेकीहरूलाई पनि भन्न चाहन्छु र हामीले पनि त्यो झिगु समाजलाई बिर्सिनु भएन। धरानको सबभन्दा पुरानो भनेको झिगु समाज हो। संस्था राम्रो छ, संस्थालाई साथ दियो भने संस्थाले पनि हामीलाई साथ दिन्छ। त्यही भएर संस्थालाई हामीले साथ दियो भने संस्थाले पनि हामीलाई साथ दिनु सक्छ। यही भनेर म चाहिँ एउटा पुरानो झिगु समाजलाई चाहिँ राम्रोसँग हामीले साथ सहयोग सपोर्ट दिउँ भन्न चाहन्छु। धन्यवाद। झिगु समाज धरानको बारेमा केही आफ्नो विचार राखिदिनु भन्नुभएकोमा म प्रेम तोलागर दाइलाई चाहिँ धेरै धन्यवाद दिन चाहन्छु। अब यो झिगु समाज धरानको धेरै पुरानो संस्था हो, यो हामी सबैलाई थाहा भएको कुरो हो। यसले चाहिँ दुःखमा परेका हाम्रा संस्थाका सदस्यहरूलाई चाहिँ सब लगेर चाहिँ दाह संस्कार गर्ने नै यसको मूल उद्देश्य रहेको छ। र यसले विगत धेरै वर्ष 17 सालमा स्थापना भएको संस्थाले चाहिँ धेरै वर्ष पहिलेदेखि विभिन्न समस्याहरूको बावजुद आफ्ना सदस्यहरूलाई चाहिँ दुःख पर्दाखेरि सहयोग गर्दै आइरहेको यहाँहरू सबैलाई थाहा छँदै नै छ। समयको अन्तरालसँगै अब यो संस्थाले पनि केही आफ्ना भौतिक पूर्वाधारहरू विकसित गर्दै लगिरहेको छ। पहिले दाउराबाट चाहिँ
सबको चाहिँ जलाउने कामहरू हुन्थ्यो भने अब डिजल प्लान्टहरूबाट चाहिँ गर्न थालेको पनि निकै वर्ष भइसकेको छ र हालै आएर फेरि एउटा नयाँ प्लान्ट पनि आएको छ भन्ने हामीले सुनेका छौँ र देखेका छौँ। यो चाहिँ एकदमै अहिलेको यो प्रविधि मैत्री भनौँ न, किनभने अब जङ्गलहरू खडानी गर्ने जुन अब हाम्रो चाहिँ एउटा पर्थ्यो पहिले, अब अहिले त्यो गर्नु परेन। डिजलको माध्यमबाट चाहिँ छिटो र छरितो सबको चाहिँ दाह संस्कार गरिने भएको हुनाले अहिले धेरै मानिसहरूलाई चाहिँ यसमा धेरै सुविधाहरू भएको छ। अरू सबै राम्रै छ, अब अलिकति त्यहाँनिर समस्या मैले देखेको चाहिँ सब लाने क्रममा बाटो अलिकति त्यहाँनिर खाल्डाखुल्डी छ। त्यहाँ पुलसम्म त राम्रै छ, त्यो पुलदेखि यता सब स्थलसम्म चाहिँ अलिकति ग्राइडिङ बाटो भएकोले गर्दाखेरि त्यहाँ अलिकति पिच भएदेखि राम्रो हुन्थ्यो भन्ने चाहिँ मेरो एउटा शुभेच्छा हो र आशा छ आगामी दिनहरूमा आउने भावी अध्यक्षहरूले चाहिँ यो कार्यहरू पुरा गर्नुहुनेछ भन्ने चाहिँ मलाई लागेको छ। भन्दै अहिलेसम्म यो जुन कामहरू, विकासको कामहरू गर्नुभएको मैले देखेको अध्यक्षहरूमा यो भौतिक रूपमा चाहिँ अलिकति सुविधा सम्पन्न गराउने क्रममा श्री नरेश कुमार सार्के अध्यक्ष, त्यसपछि श्री सुरेन्द्र मानिस स्थापित अध्यक्ष र हालका अध्यक्ष श्री मोहन काजी सार्के अध्यक्षज्यूको चाहिँ धेरै योगदान छ र पहिलेका भूतपूर्व अध्यक्षहरूको पनि योगदान नभएको होइन, उहाँहरूको योगदान चाहिँ छँदै छैन भन्नु खोजेको पनि होइन। उहाँहरूले देखाइदिनुको बाटोमा अब नयाँ अध्यक्षहरूले चाहिँ नयाँ सुविधाहरू थपेर चाहिँ यसलाई चाहिँ एकदमै संस्थालाई चाहिँ सुविधा सम्पन्न बनाउँदै लाने क्रममा हालका यी 3 जना अध्यक्षहरूको चाहिँ योगदान विशेष रहेको चाहिँ मलाई लागेको छ भन्दै आफ्नो 2 शब्द टुङ्ग्याउँछु। धन्यवाद।